आज चाहिँ म बनाउन जाँदैछु सिद्राको अचार। खाएपछि आउँछ विभिन्न विचार। त्यसपछि हालेँ मैले तेल। अचार हेरौँ अब हुन्छ पास कि फेल। अब गर्नुपर्ने हुन्छ थोरै माछा फ्राई। तपाईँले पनि गर्न सक्नुहुन्छ घरमै ट्राई। नुन र बेसार हालेर मजाले गरे फ्राई। बोलमा हाल्नुको लागि डाडु चलाए स्वाई स्वाई। फेरि पनि हाले तताउनुलाई प्यानमा तेल। लसुन अदुवा खोर्सानीको बनाउनुलाई पेस्ट। पुरै भिडियो हेर्नु भएन भने तपाईँहरूको हुन्छ टाइम वेस्ट। फेरि पनि गर्नुपर्ने हुन्छ हामीले प्याज फ्राई। मिठो खानुको लागि गर्छु म 1000 चोटि ट्राई। हाल्न पर्ने भयो महँगो टमाटर बनाउनुलाई पेस्ट। लास्टमा भन्छु कस्तो हुन्छ यसको टेस्ट। ल साथीहरू अब टमाटर छोपेर पकाउनु पर्यो नगरी टाइम वेस्ट। अघि फ्राई गरिसकेको माछाको सिद्रालाई मिक्सरमा हालेर एकछिन ब्लेन्ड गरे। त्यसपछि टमाटर पनि लगभग मेरो पाकिसक्यो। माथिबाट स्वादअनुसारको नुन र बेसार पनि हालेर एकछिन मैले त्यसलाई चलाउन छोडिदिएँ। यत्तिको मेरो टमाटर पाकिसकेपछि मैले यसलाई पनि मिक्सरमा हालेर ब्लेन्ड गर्न सुरु गरेँ। फाइनली अब मेरो सबै ब्लेन्ड भएर अचार पनि रेडी भइसक्यो। अघिदेखि भनेको पेस्ट बन्यो मेरो अचार बेस्ट। सी यु इन द नेक्स्ट भ्लग गाइज।